नमस्ते नमस्ते फेरि पनि म यहाँहरुसम्म जोडिन आए सम्पूर्ण मित्रहरुलाई नमस्ते दर्शन सन्चै सुस्थ हुनुहुन्छ होला। म चाहिँ यतिखेर महाकाली टु मेची टु महाकालीको यात्रामा हिँडिजाँदाखेरि हामी आज 2082 साल काठी महिनाको 23 गते आइतबार चाहिँ हामी महाकालीबाट फर्किँदै गर्दा बुटोलदेखि उँभो सिद्धार्थ राजमार्ग हुँदै हामी रानीमहल आइपुग्यौं। रानीमहल चाहिँ काली गण्डकीको तीरमै छ र धेरैले युट्युबमा हेर्नु भएको पनि होला। त्यस पछाडि हामी ऋषिकेश आयौं। ऋषिकेश भनेको चाहिँ नेपालको 4 धाम मध्येमा एउटा धाम र यहाँनिर धेरैको मनोकामनाहरू भाकलको कुरा हुन्छ। हामी चाहिँ कुनै भाकल पनि थिएन, केही नहुँदा पनि हामी आइपुग्यौं। यो एउटा भाग्यवश भन्नुपर्छ, भाग्यले जुराएको भन्नुपर्छ। बडो आनन्द लागिरहेको छ। अचानक यसरी आउनु पनि एउटा जुर्नु पर्यो के। र यो यात्रा हाम्रो गत साल पनि हामी सिक्किमतिर भ्रमण गएको थियौं। हामी परिवार, बहिनी, ज्वाइँ, म, मेरो श्रीमती सङ्गीता राई र यो पालि चाहिँ हामी योपालि पनि हामी हिँडिरहेको छौँ। हाम्रो ज्वाइँको नाना हुनुहुन्छ सोल्टिनी माया राई र हामी 5 जना चाहिँ आज हिँडेको 5 दिन भइसक्यो। र आउने क्रममा आउँदा आउँदै यति बेला यो भाइरल पुल पनि भन्नुपर्छ, यो 3टा जिल्लालाई जोड्ने, हेर्नुहोस् एउटा पिलर लगाएर 3टा जिल्लालाई जोड्ने यो झोलुङ्गे पुल। हेर्नुहोस् अहिले म चाहिँ यो के भन्छ पाल्पा जिल्लाबाट म जाँदैछु सेन्टर पोइन्टमा यो, र पाल्पाबाट आउँदैछु। यता पारी चाहिँ फेरि स्याङ्जा माथि हनुमानको मन्दिर रहेछ, स्याङ्जाबाट आउने त्यो पारीको भयो। र त्यस पछाडि यता जाने यो पारी चाहिँ गुल्मी पारी, यो गुल्मी जिल्ला पर्यो। र एउटा पिलरले 3टा जिल्लालाई जोड्ने यो भाइरल पुल हामी पनि आइपुग्यौँ। यो हामीले युट्युबमा मात्रै देखेको थियौँ। करिब यो 4 वर्ष 4.5 वर्ष अगाडि चालु भएको यो माथि भ्यू टावर पनि रहेछ। यही पुललाई भ्यू टावर बनाएको रहेछ र बडो आनन्द रमान्य छ। ल यो उताबाट आउने यो धाम हो, यो चाहिँ हामी पाल्पाबाट आयौँ। यो पुल युट्युबमा मात्रै हेरेको थियौँ, आज आफै नै आएर हेर्न पाएँ र हेरेर पनि अरूलाई पनि देखाउनु पाइरहेको छु। हेर्नुहोस् ल यो माथि भ्यू टावरमै यसैपछि यहाँ सिँढी चढेर जान पाइने रहेछ। रिमुवा मगरवा छ घरले मारले यहाँ चाहिँ चेक घरले नि जान्दिनँ र पनि यसो जिस्काएको नि हाम्रो साथीहरूलाई। उहाँनिर यहाँ लेखेको छ यता जानुहोस्, तपाईँ पाल्पा जानुहोस् यता होइन। त्यस पछाडि यहाँ हेर्नुहोस्, तपाईँ यता जानुहोस् स्याङ्जा। यी हाम्रो टोलीहरू यहाँ टुरिस्ट टोलीहरू हामी नेपाली स्याङ्जा। अब यता जानुहोस् तपाईँ गुल्मी। ल पहिला म गुल्मी छिट टेक्नु पऱ्यो, गुल्मी जिल्ला टेक्नु। म चाहिँ स्याङ्जा टेकेर आउँ नि त। गुल्मी जानु खोजेको थिएँ, स्याङ्जा टेकेर आउँ। ल स्याङ्जा हिँडेको हामी स्याङ्जा लागेको होइन त। ल ल झापाले चाहिँ एकदमै प्रख्यात छ भन्छ, मिल्नु पऱ्यो नि झापाले र स्याङ्जाली। अब कुद्नु भयो, ज्वाइँ पनि कुद्नु भयो। स्याङ्जा छिटो पुग्नु पर्ने अरे ज्वाइँ। हामी स्याङ्जा पुगेर फर्किने हामी जमक गरेको छौँ पहिला टेकेर। आदरणीय मित्रहरू, यो चाहिँ काली गण्डकी माथिबाट बगेर आउँदै हुनुहुन्छ र यही काली गण्डकीमा हो तपाईँ हामीले शालिग्राम पाउने। र यहाँ चाहिँ छैन, माथि पाउँछ अरे। र उताबाट आएको चाहिँ अहिले म किन फेरि रिडिफल देखाउँछु तपाईँलाई। कहाँ स्याङ्जाको हो कि पाल्पाको हो कि गुल्मीको हौ? ए स्याङ्जाकै रहेछ। स्याङ्जा पुग्यो है हामी। ल साथीहरू
यहाँ ल माथि हेर्नुहोस् टक्कसँगले ल काली गण्डकी ए स्याङ्जाली हामी नेपाली थियौँ स्याङ्जाली भयौँ ल एकछिन स्याङ्जा पुगेर हामी फर्किसक्यौँ अब गुल्मी जाने अब ल हामी चाहिँ स्याङ्जा पुगेर फर्केर आएको है अब गुल्मी गइन्छ अब होइन गुल्मी पाला टेके ल आदरणीय मित्रहरू हामी त्यतिखेर अब लाग्यौँ है गुल्मीतिर ल गुल्मी पुगेर आउने अब यो चाहिँ रेडी खोला उतामा चाहिँ रेडी खोला र रेडी खोला ऋषिकेश मन्दिर त्यहाँ लाइनस अब गुल्मी अब हामी गुल्मीबाट बोलिरहेको छौँ अघि हामी चाहिँ पाल्पाबाट प्रवेश गऱ्यौँ स्याङ्जा पुग्यौँ अब गुल्मीबाट र अब हामी यहीबाट जाने ल बाबाई भिडियो लामो होला नरिसाउनु चाहिँ ओके ल